नमस्ते। बैंकिङ कारोबार गर्ने सबैका लागि एउटा एकदमै महत्त्वपूर्ण जानकारी छ। नेपाल राष्ट्र बैंकले हालसालै भुक्तानी सम्बन्धी एउटा नियम परिवर्तन गरेको छ, जसले ठूलो रकमको कारोबार गर्ने तरिकालाई सिधै असर पार्छ। आउनुहोस्, यो नयाँ नियम के हो, यसलाई विस्तारमा बुझौँ। कतै निकट भविष्यमा बैंकबाट कुनै ठूलो नगद कारोबार गर्ने योजना बनाउँदै हुनुहुन्छ कि? यदि त्यसो हो भने यो जानकारी तपाईंको लागि एकदमै काम लाग्नेछ। हो, यही हो त्यो नयाँ र महत्त्वपूर्ण अङ्क, 5 लाख रुपैयाँ। अब मनमा स्वाभाविक रूपमा प्रश्न उठ्छ, यो अङ्कको अर्थ के हो त? आउनुहोस्, यसै बारेमा कुरा गरौँ। ल, अब सिधै विषयमा प्रवेश गरौँ। आखिर राष्ट्र बैंकले परिवर्तन गरेको नियम के हो? पहिले के थियो र अब के भयो? यो स्लाइडले परिवर्तनलाई एकदमै छर्लङ्ग पार्छ। हेर्नुहोस् है, पहिले कस्तो थियो भने 10 लाख वा त्योभन्दा बढीको भुक्तानी गर्दा मात्र एकाउन्ट पेई चेक अनिवार्य थियो। एकाउन्ट पेई चेक भनेको त्यस्तो चेक हो जसको पैसा सिधै काउन्टरबाट नगदमा झिक्न मिल्दैन, बरु जसलाई भुक्तानी दिनुपर्ने हो उसैको ब्याङ्क खातामा जम्मा गर्नुपर्छ। तर अब त्यो सीमा ठिक आधाले घटेर 5 लाख रुपियाँमा झारिएको छ। अर्थात् अबदेखि 5 लाख वा त्योभन्दा बढीको भुक्तानी गर्नुपर्दा कि त एकाउन्ट पेई चेक काट्नु पर्यो कि त सिधै खातामा पैसा पठाइदिनु पर्यो। अझ सरल भाषामा भन्दा, यो नयाँ नियमले बैंकको काउन्टरबाटै सिधै नगद दिन मिल्ने अधिकतम सीमालाई आधाले घटाइदिएको छ। यो कदमले के सङ्केत गर्छ भने अब ठूला कारोबारहरू नगदमा होइन, बैंकिङ प्रणाली मार्फत नै होस् भन्ने उद्देश्य राखिएको छ। अनि यो कुरा कुनै हल्ला वा अनुमान मात्रै होइन है। यो त नेपाल राष्ट्र बैंकले नै जारी गरेको आधिकारिक निर्देशन हो। स्क्रिनमा देखाइएको यही परिपत्र मार्फत यो नियम लागू गरिएको हो, जसले गर्दा यो 100% पक्का कुरा हो। ल, अब अर्को महत्त्वपूर्ण प्रश्नतर्फ लागौँ। यो नयाँ नियम कसलाई लागू हुन्छ त? के यो व्यक्तिगत खाताको लागि मात्र हो वा यसको दायरा अझै फराकिलो छ? यो नियमको दायरा साँच्चै नै फराकिलो छ। यो व्यक्ति, फर्म, कम्पनी, विभिन्न सङ्घ संस्थाहरू अनि कार्यालयहरू सबैको खाताबाट हुने भुक्तानीमा लागू हुन्छ। त्यसैले चाहे व्यक्तिगत कारोबार होस् वा व्यावसायिक, यो नियम सबैले पालना गर्नुपर्ने हुन्छ। तर हरेक नियमका केही अपवादहरू त हुन्छन् नै, होइन र? राष्ट्र बैंकले केही विशेष परिस्थितिहरूमा यो 5 लाखको सीमा लागू नहुने व्यवस्था पनि गरेको छ। अब ती छुट पाइने अवस्थाहरू के हुन् त्यो हेरौँ। पहिलो श्रेणीमा छन् सरकारी र कानुनी कारोबारहरू। जस्तै सरकारलाई कुनै राजस्व तिर्नु पर्यो भने वा अदालतमा धरौटी, जमानत जस्ता कुराहरू राख्नुपर्दा यो सीमा लाग्दैन। त्यस्तै सरकारी निकाय वा आयोजनाहरूलाई सामान आपूर्ति गर्दा होस् वा सरकारले वितरण गर्ने राहत, अनुदान जस्ता भुक्तानीहरूमा पनि 5 लाखभन्दा बढी नगद कारोबार गर्न पाइन्छ। त्यसैगरी प्राथमिकतामा परेका पूर्वाधार आयोजनामा काम गर्ने मजदुरहरूलाई तलब ज्याला दिनुपर्दा अनि पेन्सन क्याम्प मार्फत पेन्सन बाँड्दा पनि नगदमा कारोबार गर्न सकिन्छ। इजाजत लिएका रेमिट्यान्स कम्पनीहरूले विदेशबाट आएको पैसा व्यक्तिलाई दिँदा पनि यो सीमा लागू हुँदैन। र अन्त्यमा बैंक तथा वित्तीय संस्थाहरूले आपसमा गर्ने दैनिक कारोबार अनि बचत तथा ऋण सहकारीले आफ्ना सदस्यहरूसँग गर्ने कारोबारमा पनि यो नियम लाग्दैन। र एउटा एकदमै चाखलाग्दो कुरा के छ भने, यदि कुनै खातावालाले एकदमै विशेष र जायज कारण देखाएर अनुरोध गर्यो र बैंकलाई पनि त्यो कारण चित्त बुझ्दो लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ 5 लाखभन्दा बढी नगद भुक्तानी दिन सकिनेछ। ल, यति सबै जानकारीपछि अब यसबाट हामीले मुख्य रूपमा बुझ्नुपर्ने कुरा के हो त? यो नियमको सार के हो? अब त्यसलाई छोटकरीमा हेरौँ। वास्तवमा यो नियम भनेको डिजिटल र खातामा आधारित कारोबारलाई प्रवर्धन गर्ने एउटा महत्त्वपूर्ण प्रयास हो। यसको मूल उद्देश्य नै वित्तीय प्रणालीलाई थप पारदर्शी बनाउनु हो। जब हरेक कारोबारको डिजिटल रेकर्ड रहन्छ, तब आर्थिक गतिविधिहरू स्पष्ट हुन्छन् र नगदमा आधारित अनौपचारिक कारोबारलाई निरुत्साहित गर्न मद्दत पुग्छ। ल, अब सबै कुरालाई 3वटा सरल बुदामा सारौँ है। पहिलो, नगद भुक्तानीको नयाँ सीमा अब 5 लाख रुपैयाँ हो। दोस्रो, योभन्दा माथिको रकम तिर्नुपर्दा एकाउन्ट पेई चेक वा खातामा सिधै ट्रान्सफर गर्नुपर्छ। र तेस्रो, यो सबै गर्नुको लक्ष्य भनेको डिजिटल कारोबारलाई बढावा दिनु हो। यति कुरा याद राखे पुग्छ। र अन्त्यमा एउटा सोच्नको लागि प्रश्न, यो नयाँ नियमले हाम्रो भुक्तानी गर्ने बानीलाई समग्रमा कसरी परिवर्तन गर्ला? के यसले साँच्चै नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ अघि बढाउन मद्दत गर्ला त? यही प्रश्नमाथि विचार गर्दै गर्नुहोला। आजको लागि यति नै। नमस्ते।